त्यसै गरेर तृतीयमा उभिन सफल हुने प्रतीक्षा राणा मगर आउनुहोस् अगाडि आउनु। दोस्रो हुने कुसुम आले मगर। प्रथम हुने पुनम थापा मगर। जिल्ला समन्वय समितिले आयोजना गरेको यस वक्तृत्व कलाको सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू र अतिथिज्यूहरू र विधायक मण्डलज्यूहरू र पत्रकार साथीहरू र यस प्रतिस्पर्धामा आउनुभएका साथीहरू तथा यस प्रतियोगितालाई सफल बनाउनुभएका हाम्रा बुवा दाजुभाइ दिदीबहिनीहरूमा म राति 9 श्री लालीगुराँस मगर समाजको सचिवको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट जोडले नमस्कार भन्न चाहन्छु। आजको यस निर्णायक मण्डलज्यू आजको यस प्रतियोगितामा भाग लिन पाउँदा म अति नै भाग्यमानी ठान्दछु र यसमा संयोजक साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु र विषयवस्तुतर्फ जान चाहन्छु। सामाजिक सञ्जाल र टेक्नोलोजीको महत्त्व बारेमा केही कुराहरू राख्न चाहन्छु। धेरै कुराहरू त पूर्ववक्ता साथीहरूले राखिसक्नु भएको छ, त्यही पनि मेरो मनमा भएका कुराहरू चाहिँ म राख्न चाहन्छु। सामाजिक सञ्जाल भनेको कुनै पनि कुराहरू आदान प्रदान गर्नु हो। यसभित्र फेसबुक, भाइबर, ट्विटर आदि पर्दछन्। यसलाई सकारात्मक र नकारात्मक रूपमा पनि लिन सकिन्छ। सकारात्मक पक्षमा लियो भने हामीले यसलाई हामीले त्यो स्तरमै पुग्न सक्दछौँ। नकारात्मक रूपमा यसलाई लियौँ भने हामी यसको नगदकै रूपमा लिन सक्नेछौँ। हामी ध्यान उठ्ने बित्तिकै पनि हामीले आफ्नो मोबाइलमा के समाचारहरू आएको छ भनेर प्रत्येक व्यक्तिहरूले दिएको हुन्छ। त्यसमा हाम्रो मगर समाजका कुनै नयाँ केही जानकारी आएको छ कि भनेर पनि म चाहिँ त्यसमा ध्यान दिने गर्दछु। हामी चाहिँ मैले त्यस्तो गर्ने गर्दछु। विदेश जहाँसुकै रहनु भएको दाजुभाइ दिदीबहिनीहरूलाई पनि हाम्रो मगर समाज त्यस्तो है भनेर जानकारी गराउन चाहन्छु। प्रविधिको महत्त्व भनेको चाहिँ हामीले कृषकहरूलाई पनि विभिन्न किसिमको उन्नत जातका बिउ बिजनहरू उत्पादन गरी त्यसमा उन्नत जातका बिउ बिजनहरू उत्पादन गरी त्यसमा आधुनिककरणहरू प्रयोग गरेर उत्पादनको लागि पनि जुनसुकै ठाउँमा रहेर पनि विद्यार्थीहरूले आफ्नो मोबाइल मार्फत अथवा आफ्नो मोबाइल ब्याङ्किङ मार्फत सहज र सजिलो तरिकाले व्यापारमा सहज तरिकाले व्यापार गर्न सहज भएको छ। त्यसै गरी यसमा हामीले सामाजिक सञ्जालको राम्रो प्रयोग गरेर हामीले अगाडि बढाउनुपर्दछ र सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रकृतिहरू पनि उत्पत्ति भइरहेको छ। राम्रो पक्षमा लियो भने हाम्रो घर परिवार समाज छरछिमेक समाज र राष्ट्रलाई नै अगाडि बढाउन सकिन्छ भनेदेखि नराम्रो र विकृति फैलियो भनेदेखि हाम्रो घर समाज आफ्नो परिवार पनि टाढा बनाइदिन सक्दछ। त्यसै भन्दै म चाहिँ सानो भनाइ है दुनियाँको हस्त धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आदरणीय यस नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनद्वारा चन्द्र एकता मगर समाजको भवनमा आयोजित खुला वक्तृत्व कला प्रतियोगिताका सभापति महोदय, कार्यक्रमको आकर्षणको केन्द्रबिन्दुमा रहनुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, विभिन्न मगर सङ्घ संस्थाबाट उपस्थित भएका अग्रज व्यक्तित्वहरू, प्रत्येक वक्ताको बोलीलाई सुस्त रूपले मूल्याङ्कन गर्न पाउनुहुने निर्णायक मण्डल,
समय सञ्चालक महोदय, विजयको माला पहिरेर आएको मेरा प्रतिस्पर्धी मित्रहरू तथा असफलतामा सान्त्वनाको ताली बजाइने उपस्थित भएका मेरा अप्रतिस्पर्धी मित्रहरू, आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूमा म अनु थापा मगर, झेडी मगर समूह वर्ग 9 को तर्फबाट हार्दिक नमस्कार तथा न्यानो जोडे। आजको यस दिनमा विशेष गौरवमय मगर पोसाकमा सजिएर समग्र विश्व, राष्ट्र र जगतलाई जोड्ने विषय मगर समाजको रूपान्तरणमा सामाजिक सञ्जालको प्रयोग र टेक्नोलोजीको महत्त्व बारेमा आफ्नो वर्षौँदेखिका ज्ञान र अनुभवलाई बोली मार्फत प्रस्तुत गर्न पाउँदा निकै गौरवान्वित र हर्षित महसुस गरेकी छु। आज टिमलाई यस स्टेजबाट धन्यवाद व्यक्त गर्न चाहन्छु। जुन राष्ट्रले अहिलेको प्रविधिको शक्तिलाई चिन्दछ उसले भविष्यमा नेतृत्व गर्दछ, जसले चिन्दैन ऊ इतिहासको पानामा हराएर जान्छ। प्रसिद्ध दार्शनिक अरस्तोको भनाइ छ कि मानिस सामाजिक प्राणी हो, समाज बिना मानिस बाँच्न सक्दैन। यदि सक्छ भने केवल ऊ ईश्वर वा राक्षस हुनुपर्दछ। सामाजिक सञ्जाल त्यस्तै अनलाइन प्लेटफर्म हो जहाँ करोडौँ मानिसको समाज हुन्छ। भावना साथमा कमेन्ट गरिन्छ र आफूले मन परेका फोटोज र भिडियोजहरू पोस्ट गर्न सकिन्छ। 1973 मा डकुमेन्टेड, 1974 मा आँकडे, 2003 मा फेसबुक, लिङ्कडिन र 2010 मा इन्स्टाग्राम, व्हाट्सएप जस्ता हजारौँ सामाजिक सञ्जाल बजारमा आए र लोकप्रिय पनि भए। सामाजिक सञ्जालको कुरा गर्दै गर्दा गुगल पनि सामाजिक सञ्जालको अन्तर्गत पर्दैन। रूपान्तरण भएको भौतिक र मौलिक दुवै रूपमा हुनुपर्दछ। सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट मगर समाजको मात्र रूपान्तरण हुन्छ भन्ने कुरा सोच्नुहुन्छ भने हाम्रो शिक्षामा सङ्कुचितता देखिन्छ। यसले त समग्र विश्वको, समग्र समाजको नै रूपान्तरणमा सहयोग पुर्याउँछ भन्ने कुरा बेकार होस्। सामाजिक सञ्जालको प्रयोगको कुरा गरौँ। पोकापोकी बोकेर बाहिर देशमा गएका छोराछोरी र यहाँ रहेका आमा बुवाको सम्बन्धको धागो बनेको छ सामाजिक सञ्जाल। भ्रष्टाचार, सरकारी व्यक्ति विरुद्ध आवाज उठाउनको लागि सजिलो माध्यम बनेको थियो सामाजिक सञ्जाल र त्यही माध्यम र आवाजलाई बन्द गरिदिँदा भएको थियो भदौ 23 र 24 को जेन्जी आन्दोलन। व्यापार र व्यवसायले पनि सामाजिक सञ्जाललाई प्रचार र प्रसारको मुख्य माध्यमको रूपमा लिएको छ। 10 जनासँग हात मिलाएर भेट्न सकिन्थ्यो भने अहिले 10 करोड जनासँग एउटै भिडियो बनाएर मार्फत पुग्न सकिन्छ। अनि बल्लको मासुको अचारले पाउँछ बजार। कलाकृति, भाषा शैली र जीवनशैलीका ब्लगिङ रिल्सहरू बनाएर हामी मगर जातिहरूका मानिसहरू तथा विश्वका जातिका मानिसहरूले पनि मरबे कमाउन सकेका छन्। भौगोलिक विकटता र महामारीका बावजुद विश्वको कुनै पनि ठाउँबाट हामीले सर्वोत्कृष्ट शिक्षा हासिल गर्न सकिन्छ सामाजिक सञ्जालको प्रयोगबाट। सामाजिक सञ्जालको प्रयोगको मात्र होइन, यसको विकराल पक्षलाई आज मैले केन्द्रबिन्दुमा राखेर बोल्न चाहे। अङ्ग्रेजीमा केही वाक्यांशहरू छन् जस्तै अटेन्सन स्प्यान, एकाग्रता शक्ति, ध्यान गर्ने शक्ति घट्दछ। पहिले 4-5 घण्टा बुक सरासर पढ्न सकिन्थ्यो भने अहिले 7 मिनेटको भाषण गरिरहँदा 17 पटकसम्म फेसबुकको स्ट्याटसको स्क्रोल गरिसक्नु भएका छन् मेरा दर्शकहरूले। अनि हामीले हाम्रा बालबच्चालाई कसरी भन्न सक्छौँ कि विद्यालयमा गएर ध्यान दिएर पढ? असम्भव। सोशल आइसोलेसन, सामाजिक एक्लोपनता, साथी हजार तर सहानुभूति कता हरायो? संसार औँलाको घरमा छ तर छिमेकीसँग आँखा जुझाएर बोल्ने शक्ति हरायो। डिप्रेसनमा परेका मानिसहरूले पनि त्यस्तै खालका भिडियोहरू हेरेर सामाजिक सञ्जालको एल्गोरिदमको चपेटमा पसेर झन् उस्तै खालको भिडियो हेर्ने र सुसाइड गर्नेतर्फ अग्रसर देखिन्छन्। त्यस्तै ह्याकिङ, ट्र्याकिङ, सफ्टवेयर चोरी, व्यक्तिगत मानवीय र गोपनीयताको खतरा गर्दछ। हामीले पोस्टाएका फोटोज र भिडियोजहरू हाम्रो मात्र हक नलाग्ने भएर सामाजिक सञ्जालले पनि त्यसलाई जति बेला चाहे त्यतिखेर प्रयोग गर्न सक्छन्। अत सामाजिक सञ्जालको प्रयोग हामी साधनको रूपमा गरौँ, लक्ष्य नबनाऊ। प्रत्येक वर्षका किशोर किशोरी आमा बुवाले सामाजिक सञ्जालको प्रयोगलाई समयान्तरित गरौँ। सरकार, सचेत नागरिक र समाजले पनि सामाजिक सञ्जाल विरुद्ध हुने त्यस्ता साइबर अपराध विरुद्ध कडा नीति नियम लागू गरौँ। हामीले सामाजिक सञ्जालमा फोटो भिडियो पोस्ट गर्दा सहिष्णुता, सत्यनिष्ठा र संवेदनशीलताको भावना नबिर्सौँ। कुरा गरौँ टेक्नोलोजीको, जुन हाम्रा प्रिय मित्रहरूले थोरै मात्र विश्लेषण गर्नुभएको छ। टेक्नोलोजी भनेका त्यस्ता उपकरण र प्रक्रियाहरू जसले मानवको जीवनलाई सहज, नवीन र द्रुत तुल्याउँछ। टेक्नोलोजी दुई प्रकारका हुन्छन्, स्थानीय टेक्नोलोजी र आधुनिक टेक्नोलोजी। ढिकी, जाँतो, फुटु, कोदलो, पानी भट्टा स्थानीय टेक्नोलोजी हुन् भने ढिकी जाँतोको सट्टामा मिक्सर, पानी भट्टाको सट्टामा जेनेरेटर र फुटु कोदलाको सट्टामा ट्र्याक्टर, यी वैज्ञानिक ज्ञान र सिद्धान्तबाट तयार पारिएकालाई आधुनिक टेक्नोलोजी भन्न सकिन्छ। टेक्नोलोजीको महत्त्वलाई सामाजिक सञ्जालको महत्त्वसँग मात्र तुलना गर्नुहोस्। यो त दाँत कोट्याउने सुनकादेखि लिएर 2030 सम्ममा इलन मस्कले मङ्गल ग्रहमा पठाउने भनेको अन्तरिक्ष यानसम्म टेक्नोलोजी हो भनिएका इन्टरनेट, सामाजिक सञ्जाल, अनलाइन च्याटिङ, अनलाइन क्लासरुम, बाटोमा भेटाउँदा प्रयोग गरिने गुगल म्याप, स्याटेलाइट र बुकुरको मुटु मानिसमा प्रत्यारोपण गर्ने जस्ता सम्पूर्ण कुराहरू प्रविधि अन्तर्गतै पर्दछन्। प्रविधिको महत्त्वको कुरा गरौँ। प्रविधि किन आवश्यकता छ? यी 5 कुराले पुष्ट हुन्छ। नम्बर 1 मा सहजता, नम्बर 2 मा समयको बचत, नम्बर 3 मा पैसाको बचत, नम्बर 4 मा कामको शुद्धता र नम्बर 5 मा सुरक्षित कार्य। अब सहजता
प्रविधिको युग सूचना र प्रविधिको युग हो। सूचना र प्रविधिको विकासको साथसाथै सामाजिक सञ्जालको प्रयोग पनि बढ्दो रूपमा गइरहेको छ। सामाजिक सञ्जालहरू जस्तै फेसबुक, युट्युब, इन्स्टाग्राम, टिकटक, भाइबर जस्ता यी सामाजिक सञ्जालका उदाहरणहरू। सामाजिक सञ्जालको प्रयोगद्वारा एक आपसमा भेटघाट भावनाहरू। सामाजिक सञ्जालको प्रयोगद्वारा शैक्षिक, आर्थिक, सामाजिक, पत्रकारिता, सामाजिक जागरणको लक्ष्यमा सामाजिक सञ्जालको ठुलो भूमिका रहेको छ। सामाजिक सञ्जालको माध्यमबाट विद्यार्थीहरूलाई आफूलाई आवश्यक शैक्षिक सामग्रीहरू तुरुन्तै प्राप्त गर्न सकिन्छ भने व्यापारीहरूले पनि आफ्नो व्यापार बिजनेसको प्रचार प्रसार गर्नको लागि, आर्थिक कारोबार गर्नको लागि सामाजिक सञ्जालले ठुलो महत्त्वपूर्ण भूमिका खेलेको छ। यसबाट सरल, सजिलो र सहजै पनि प्राप्त गर्न सकेको छ। सामाजिक सञ्जाल यो मनोरञ्जन प्राप्त गर्ने सुविधा पनि प्रदान गरेको छ। जस्तै घरमा अहिले वृद्ध बुवा आमाहरू एक्लोपन महसुस गरिरहेको हुन्छ। छोराहरू विदेश हुन्छन्, नाति नातिनाहरू पढाइमा, कलेज, बोर्डिङ कलेजहरूमा पढ्न उनीहरू धेरै व्यस्त हुन्छ। बुहारीहरू आफ्नो घरमा हुने उहाँहरूले चाहिँ यो सामाजिक सञ्जाल चाहिँ एउटा साथी भएको छ, सहारा भएको छ। उहाँहरू यो सामाजिक सञ्जालद्वारा आफ्नो मगर समाजको वेशभूषा, जाति संस्कृति, गीतहरू सुनेर आफूलाई मनोरञ्जन गरेर, खुसी गरेर आफ्नो जीवनहरू व्यतीत गरिरहेको छ भने सामाजिक सञ्जाल वृद्धहरूको साथी भएको छ भने युवा बच्चाहरू फेरि यसको सही प्रयोग गर्न नसक्नाले गेमहरूमा त्यसमा आफ्नो पढाइ समयहरू चाहिँ नष्ट गरेर फेरि भविष्यलाई गुमाइ पनि रहेका छन्। त्यसैले म के भन्न चाहन्छु भने हामीले यस सामाजिक सञ्जाललाई सही सदुपयोग गर्न सक्यौँ भने हाम्रो भाषा, हाम्रो मगर समाजको वेशभूषा, भाषा, संस्कृति र हरेकमा भएको कला, संस्कृति, सिपहरूलाई पनि यो सामाजिक सञ्जालको प्रचार प्रसारद्वारा विज्ञापन गरेर आफ्नो कला संस्कृतिलाई, आर्थिक उन्नतिलाई अगाडि बढाउन मद्दत पुर्याउनेछ। र यो सामाजिक सञ्जाल सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा यसले ठुलो योगदान पुर्याएको छ। सामाजिक सञ्जालको सही सदुपयोग हामीले गर्न सक्यौँ भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पनि हाम्रो मगरहरू छरिएर रहेका एकै सूत्रमा जोड्न सकिन्छ र अरू समुदायहरूमा पनि हामी जोड्न सकिन्छ। हाम्रो कला, संस्कृति, वेशभूषा अरूसँग पुर्याउन सकिन्छ। आजको युग भनेको डिजिटल युग बनिसकेको छ र दिनहुँ वैज्ञानिकहरूले नयाँ आविष्कारहरू टेक्नोलोजीद्वारा गरिरहेको छ, जसद्वारा मानिसहरूलाई हरेक कार्यमा सहज होस्, सजिलो होस्, सुख सुविधा होस् भनेर उहाँहरूले यो आविष्कार गरिरहनु भएको छ। त्यो हामीले पाइरहेका पनि छौँ। जस्तै स्वास्थ्य सम्बन्धी सञ्चारको साधन, स्वास्थ्य सम्बन्धी औद्योगिक व्यक्ति कारोबार हर कार्यमा सामाजिक सञ्जालको प्रयोगले हर कार्यलाई समय घन्टौँ लाग्ने कार्यहरूलाई पनि एकै सेकेन्डमा सजिलै छिटो छरितो गर्न सक्ने सुविधा प्रदान गरेको छ। त्यसैले सामाजिक सञ्जाल भनेको यसको सही सदुपयोग गर्न सक्यो भने यो हाम्रो मित्र पनि हो, यो हाम्रो शक्ति पनि हो। त्यसैले म आफ्नो भनाइहरू र सामाजिक सञ्जाल र टेक्नोलोजीलाई हामीले सही सदुपयोग गरेर मगर समाजको विकासको लागि अगाडि बढाउन यसले मद्दत पुर्याउनेछ। जस्तै उदाहरणको लागि भनौँ, हाम्रै मगर समाजका कुलदीपक अनन्य रत्न भन्न चाहन्छु म महावीर कुञ्ज्यूलाई। उहाँले नै वायरलेसको प्रोजेक्ट खोलेर विकट गाउँहरूमा वायरलेसद्वारा सामाजिक सञ्जालमा जोडेर हरेक
हिमा पहाड करास सबै एकै महहरूलाई एकै सूत्रमा बाँड्न चाहिँ उहाँहरूले विशेष योगदान दिनुभएको छ भन्दै आफ्ना भनाइहरूलाई आफ्नो भावनाहरूलाई यति राख्न चाहन्छु। हस्त धन्यवाद। जय मगर। सामाजिक सञ्जाल शरीरको अङ्ग हुने कस्तो समय आयो हेर, सामाजिक सञ्जाल शरीरको अङ्ग हुने, जाने सबै फाइदा नै फाइदा, नजाने सर्वस्व भङ्ग हुने, जाने सबै फाइदा नै फाइदा, नजाने सर्वस्व भङ्ग हुने। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, निष्पक्ष निर्णय मण्डल ज्यूहरू, मेरा प्यारा प्रतिस्पर्धी साथीहरू, साथै यस कार्यक्रमलाई सभ्य र भव्य रूपले सफल पार्नका लागि पाल्नुभएका सम्पूर्ण महानुभावहरूमा म भरतपुर महानगरपालिका सारानगर 19-20 की एम कुमारी थापा मगरको तर्फबाट हार्दिक नमस्कार जोड्दै नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति चितवनद्वारा आयोजित यस वक्तृत्व कला प्रतियोगितामा भाग लिए आफ्ना भनाइहरू राख्न पाउँदा आफूलाई एकदमै भाग्यमानी ठानेको छु। साथै यस अवसर प्रदान गर्नुहुने आयोजक तथा नेपाल मगर सङ्घ प्रारम्भिक समिति साधनालाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। साँच्चै आजको युग प्रविधिको युग हो। सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग व्यापक रूपमा बढ्दो क्रममा छ। यसको सुरुवात सन् 1997 मा भएको थियो। सामान्य भाषामा मानिसहरूलाई एक अर्कामा जोड्ने तथा सूचना र विचार आदान प्रदान गर्नका लागि प्रयोग गरिने माध्यम तथा साधन नै सामाजिक सञ्जाल हो। प्राचीन समयमा गाउँका मुखियाले गाउँलेहरूलाई भेला पार्नको लागि बाजा बजाएर पटुवालद्वारा आह्वान गरिन्थ्यो। टाढा टाढा सूचना तथा सन्देश पठाउनको लागि चिठी पत्रको प्रयोग गरिन्थ्यो। प्रविधिको विकाससँगै सामाजिक सञ्जालको माध्यमहरूमा पनि विकास र परिवर्तन भयो। त्यसैले समाचारका लागि 2007 सालमा रेडियो साथै मार्गरीद्वारा दुई व्यक्तिको विचार आदान प्रदान गर्नको लागि वायरलेस जस्ता साधनहरूको विकास भयो। त्यस्तै गरेर नेपालमा 2041 सालमा श्रव्य दृश्यको रूपमा टेलिभिजन जस्ता साधनहरूको सुरुवात भयो। हाल हामी सम्पूर्णको हातमा मोबाइल फोन रहेको छ, जसले हाम्रो समय र आर्थिक बचतसँगै झन्झटबाट पनि मुक्त भएका छौँ। टिकटक, फेसबुक, युट्युब, व्हाट्सएप, मेसेन्जर जस्ता सामाजिक सञ्जालका माध्यमहरूद्वारा विश्वभरि छरिएर रहेका मानिसहरूलाई जोड्ने र आफूमा भएका इच्छा, रुचि, क्षमता आदान प्रदान तथा जानकारीका साथै ज्ञानका कुरा सिक्नु, मनोरञ्जन प्राप्त गर्नु, शिक्षा, स्वास्थ्य, व्यापार, पत्रकारिता साथै सामाजिक जागरणमा एक सामाजिक सञ्जाल तथा टेक्नोलोजीको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। वर्तमान समयमा विश्वव्यापी प्रतिस्पर्धा, तीव्र औद्योगिकरण साथै रोजगारमा भएको व्यापक परिवर्तन पनि यही टेक्नोलोजीको र सामाजिक सञ्जालको प्रयोगको कारणले नै भएको पाइन्छ। हाम्रो जीवनमा आवश्यक ब्याङ्किङ र आर्थिक कारोबार आफूलाई आवश्यक परेको समयमा छिनभरमै हातै आफ्नो मोबाइल ब्याङ्किङद्वारा हामी आफ्नो महत्त्व पनि पुरा गर्न पाउँछौँ। एउटा बटन थिचेको परमा हामी संसार देख्न सक्छौँ। संसारमा भएका हरेक गतिविधिहरू हामी बुझ्न सक्छौँ। हाल नेपाल मगर सङ्घ केन्द्रीय समितिले पनि दूर शिक्षा सम्बन्धी डिप्लोमा पढ्नको लागि यसै सामाजिक सञ्जालका प्रयोग गर्दै आइरहेको छ। देश तथा विदेशमा भएका हाम्रा मगरहरूको भाषा, संस्कार, संस्कृति साथै क्रियाकलाप पनि यसैको माध्यमद्वारा अवलोकन गर्न पाइन्छ। यहाँहरूमा सर्वविदितै छ, भाद्र महिनामा 23-24मा जुन जेन्जी समूहद्वारा जनविद्रोह भयो, जुन यो सामाजिक सञ्जालको बन्दको कारणले नै भएको थियो। त्यसको परिणामबाट पनि हामी थाहा पाउन सक्छौँ कि आजको यो युगमा सामाजिक सञ्जालको ज्यादै महत्त्वपूर्ण रहेको छ। सभाध्यक्ष महोदय,
त्यहाँ म यो कुरा पनि अवगत गराउन चाहन्छु कि सामाजिक सञ्जालको सही सदुपयोग नगरी दुरुपयोग गरेर ठुला समस्या तथा समाजमा विकृतिहरू पनि निम्त्याउन सक्छ। त्यसैले हाम्रा मगर दाजुभाइ दिदीबहिनी साथै मान्यजनहरूले यसको सन्तुलित र जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्छ। यसलाई सकारात्मक प्रयोजनका लागि प्रयोग गरी हाम्रा मगर भाषा, संस्कार, संस्कृति साथै आफ्नो जीवनमा उपयोगी साधनको रूपमा प्रयोग गर्नुहुनेछ भन्ने आशाका साथ मेरा भनाइहरू यही अन्त गर्न चाहन्छु। धन्यवाद। जय मगर सङ्घ। पानी सरिँदै बगिरहेको छ समय, हावा सरिँदै दौडिरहेको छ विज्ञान, यी हातका उडानहरूले चलिरहेको छ संसार, कति अद्भुत छ प्रविधिको ज्ञान। आजको यस कार्यक्रममा सभापति नेपाल मगर सङ्घ समन्वय समितिका लाल बहादुर राणा मगरज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, आत्मकविता मेरा बस्नुभएका निरज मण्डलज्यूहरू र यहाँ उपस्थित गर्नुभएका मेरा बुवा आदरणीय बुवा मदन यहाँ उपस्थित भागिना भएका मेरा प्रतिस्पर्धा साथीहरूलाई म तर्फबाट जोडले दिँदछु छिमेक। म विश्वकी महान तथा वीर मगर जातिमा जन्मेकी मगर चेली प्रसिद्धि राणा मगर हजुर सानो प्रतिनिधि रूपमा आएकी छु। आज यस कार्यक्रमको शीर्षक रहेको छ सामाजिक सञ्जाल र प्रविधिको महत्त्वबारे र म आफ्नो भनाइ गरिरहेको छु। नेपालमा मानिसलाई पहिला चाहिने हावा, पानी, घाँस, बाँस थियो भने अहिले चाहिँ प्रविधि पनि त्यति निकै नै आवश्यक रहेको छ। प्रविधि र मानिसको जीवन नङ र मासु जस्तै भएको छ। नेपालमा प्रविधिको पहिलेदेखि अहिलेको यात्रा हेऱ्यो भने निकै रोचक र परिवर्तनशील देखिन्छ। जब 1913 मा टेलिफोन नेपालमा ल्याइयो, जुन समयको सन्दर्भमा ठुलो उपलब्धि थियो। र त्यसपछि 2018 सालमा रेडियो नेपाल र नेपाल टेलिभिजनको आविष्कार ल्याइयो। यसले गर्दा देशमा सूचना आदान प्रदान गर्नेको नयाँ ढोका खोल्यो र आम जनतामा चासो बढायो। प्रविधिले मानिसको जीवनमा 3 तरहको भूमिका खेलिरहेको छ। जन्माउने, पाल्नेमा र मृत्यु गर्नेमा। जन्माउनेमा कसरी सक्छ भने हजारौँ महिलाले आफ्नो बच्चाहरू आइपी टेस्टिङको प्रविधिको प्रयोग गरेर सुरक्षित तरिकाले जन्माएका छन् भने पालनमा चाहिँ प्रविधिले ती शरतहरूमा पनि ठुलो भूमिका खेलेको छ। यसले गर्दा अन्न बालीहरूमा ठुलो भूमिका खेलेको छ। मृत्युमा कसरी गर्न सक्छ भने अहिले त हामीले हेर्न सक्छौँ। अहिले विभिन्न युद्धहरूमा बम, बन्दुकहरू प्रयोग गरेका छन्। यसले मान्न सक्छ। म एउटा कुरामा गर्व छु कि नेपालभरि विश्वभरिमा सामाजिक सञ्जाल र प्रविधिको विकास गराउने मगर जातिमै पर्ने महावीर पुन पनि हुन्। उहाँ मगर जाति भएर हरेक मगर जातिमा एउटा गर्व हुने कुरा गर्व गरेका छौँ। मगर जातिको अहिले नयाँ पुस्ताले मगर जातिमा अहिले आफ्नो वेशभूषा संस्कृति हराइरहेका छन्। हामीले यस्तै सामाजिक सञ्जाल र प्रविधिको प्रयोग गरी हामीले यसको जमेना र सचेना गर्नुपर्छ। हामीले एउटा मगर जाति एउटा संस्कृत जाति मात्रै नभए विश्वको उत्कृष्ट जाति संस्कृतमा पनि ल्याउनु पर्दछ। अन्त्यमा म यही भन्न चाहन्छु कि जसरी जापानले प्रविधि क्षेत्रमा विश्व अव्वल राष्ट्र बनाएको छ, त्यसरी नै हामीले नेपालमा प्रविधिको राष्ट्रिय अव्वल राष्ट्र बनाउनुपर्छ भने यहाँ सबैलाई मेरो तर्फबाट फेरि जोडले नमस्कार। परिवारले सन्देश पठाउँथ्यो गन्तव्यमा पुग्थ्यो कि नाइ, परिवारले सन्देश पठाउँथ्यो गन्तव्यमा पुग्थ्यो कि नाइ, टिभीले खबर पुर्याउँदैनथिन् मर्यो भने भाइ। आयो समय कस्तो हेर सामाजिक सञ्जाल शरीरको अङ्ग हुने, आयो समय कस्तो हेर सामाजिक सञ्जाल
शरीरको अङ्ग हुने, जाने सबै फाइदाले फाइदा नजाने सर्वस्व भङ्ग हुने, जाने सबै फाइदाले फाइदा नजाने सर्वस्व भङ्ग हुने। धन्यवाद सकुशल कार्यक्रम सञ्चालकज्यू। आज मैले यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र अतिथिगणहरू, मनमा सरस्वतीलाई साक्षी राखी एक हातमा कलम र अर्को हातमा न्यायविधि तरजु लिएर विराजमान रहनुभएका निष्पक्ष न्यायिक मण्डलज्यूहरू, मलाई समयको महत्त्व बुझाउन बस्नुभएका समय पालकज्यू, प्रतिस्पर्धाको महान सागरमा आफ्ना अब्बल साबित गर्ने गलनमा विजयको हार र निधारमा विजयको टीका पहिर्न तयार मेरा प्रतिस्पर्धी मित्रहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा म नेपाल मगर सङ्घ प्रारम्भिक समिति फुलबारीको तर्फबाट प्रतीक्षा राणा मगरको हृदयदेखि नै जोडले नमस्कार र मगरात अभिवादन। साथै आज मिति 2082 साल 7 महिना 29 गते नेपाल मगर जिल्ला समन्वय समिति चितवनद्वारा आयोजित यस वक्तृत्व प्रतियोगितामा मेरा मनमा उब्जेका भावनाहरू यहाँ प्रस्तुत गर्ने अवसर बिताएकोमा आयोजकप्रति कृतज्ञता अर्पण गर्दै आजको वक्तृत्व कलाको विषय मगर समाज रूपान्तरणका लागि सामाजिक सञ्जालको प्रयोग र टेक्नोलोजीको महत्त्वतर्फ प्रवेश गर्न चाहन्छु। सामान्यतया इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सृजनाशीलता आदान प्रदान गर्ने क्षेत्रलाई नै सामाजिक सञ्जाल भनिन्छ। या भनौँ कुनै पनि सूचना दिने अनलाइन प्रविधिको एक मुख्य सामूहिक रूप हो सामाजिक सञ्जाल। आज मैले उपस्थित महानुभावहरू, हामी अहिले 21औं शताब्दीमा बाँचिरहेका छौँ। यो केवल समयको युग होइन, सोच र सम्भावनाको युग हो। यो युग हो सूचना, ज्ञान, प्रविधि र क्रान्तिको। आज संसार सानो छ किनभने टेक्नोलोजीले हामीलाई एक क्लिकमै जोडिएको छ। हामी मगरहरू पहाडदेखि तराईसम्म, गाउँदेखि सहरसम्म र देशदेखि विदेशसम्म फैलेका छौँ। तर हामीलाई आज जोड्ने एउटा उद्देश्य जोडी छ, त्यो हो सामाजिक सञ्जाल। हामी जहाँ भए पनि हाम्रो आवाज, हाम्रो अस्तित्व, हाम्रो पहिचान र हाम्रो संस्कृति संसारभर पुगोस् भन्ने चाहना हामी सबैको हुन्छ र त्यो चाहना पुरा गर्न आज सामाजिक सञ्जाल र प्रविधि हाम्रो सबभन्दा ठुलो हतियार बनेको छ। फेसबुकमा हाम्रो संस्कृति देखिन्छ, युट्युबमा हाम्रो स्वरती नाच गुन्जिन्छ र टिकटकमा हाम्रो पहिचान बोल्छ। यी सबै माध्यमहरूले गर्दा हामी मगरहरूको आत्मा, हाम्रो भाषा, संस्कृति र गौरव आज संसारभर उजाड भएको छ। जस्तै कि मगर समाज फुलबारी फेसबुक पेज, मगर परिवार नेपाल, मगर विद्यार्थी असक्षको चितवन, भारतको आशा मगर समाज जस्ता सामाजिक सञ्जालले आज हामी मगरहरूको आत्मा, हाम्रो संस्कृति र हाम्रो पहिचान आज संसारभर उजाड गरिरहेका छन्। सामाजिक सञ्जालले गर्दा नै आज हामी बिचको दूरी घटेको छ, हाम्रो हृदय नजिकेको छ र हाम्रो आवाजलाई झन् बलियो बनाएका छन्। सामाजिक सञ्जाल र प्रविधिले गर्दा नै आज हामी पश्चिममा रहेका मगरहरूले पूर्वी र पूर्वका मगरहरूले पश्चिमी मगरहरूको रहन सहन, वेशभूषा र संस्कृति जान्ने र बुझ्ने मौका पाएका छौँ। अब सोचौँ, यदि हामीले सामाजिक सञ्जाल र प्रविधिलाई सचेत रूपमा प्रयोग गरिने हो भने कस्तो प्रविधि अथवा कस्तो विकास हुन्छ त? शिक्षा क्षेत्रमा, व्यवसाय क्षेत्रमा, यातायात क्षेत्रमा, नभन्नु अन्य क्षेत्रमा निकै नै ठुलो परिवर्तन ल्याउन सक्छौँ। शिक्षा क्षेत्रमा दुर्गम गाउँका बालबालिकाहरूलाई अनलाइन कक्षाको प्रयोगबाट सहरका जस्तै ज्ञान दिन सकिन्छ। व्यवसाय क्षेत्रमा मगर समुदायका महिलाहरूले आफ्नै घरमा बसेर आफ्नै हातले बनाएका हस्तकला या भनौँ घरेलु उत्पादनलाई बजार विदेशसम्म पुर्याउन सकिन्छौँ भने साथै सामाजिक क्षेत्र अथवा नभनौँ सांस्कृतिक क्षेत्रमा हामीले हाम्रा लोकगीत, हामीले हाम्रा वेशभूषा र हामीले हाम्रा पहिचानलाई गठन गरेर या भनौँ डिजिटल रूपमा अभिलेखन गरेर आउने भविष्यका पुस्ताहरूलाई उपहार दिन सक्छौँ। टेक्नोलोजी भनेको केवल कम्प्युटर वा मोबाइल फोन होइन, यो हो परिवर्तन ल्याउने सोच, यो हो अन्धकारबाट उज्यालोमा लैजाने बाटो। आज सङ्घको देशविषयीकरण गर्न होस् वा अविलेखीकरण गर्न होस्, परिवर्तनको निकै नै ठुलो भूमिका रहेको हुन्छ। तपाईँ हामीलाई नै थाहा छ, नेपाल मगर सङ्घ कार्यालय जिल्ला समिति एक बखत नारायणी नदीको बाढीमा डुबेर हाम्रो त्यहाँ लिखित कागजपत्रहरू सबै खरानी भएको थियो या भनौँ सबै भिजेर खेला गएको थियो र हाम्रो इतिहास नै मेटेको थियो। तर त्यस बखत हामीसँग प्रविधि र ज्ञान भएको भए हामीले त्यतिखेर त्यस सूचनालाई गुगल ड्राइभ, क्रोम अथवा नभनौँ मोबाइल मेमोरी आदिमा राखेर हामीले हाम्रो इतिहास जोगाउन सक्थ्यौँ। यो भनेर तपाईँहरूले भन्न सक्छौँ अथवा हामीले भन्न सक्छौँ हाम्रो लागि टेक्नोलोजी अथवा प्रविधि हाम्रो लागि कति धेरै महत्त्व रहेको छ।
हामीले धेरै कुरा गर्न सकेछौँ। तर सामाजिक सञ्जाल जस्तो जुन पनि शक्तिसँग हरेकको जिम्मेवारी रहेको हुन्छ। यदि सामाजिक सञ्जालले अहिले हामीलाई सहयोग गरेको छ अथवा सामाजिक सञ्जाल अहिले हाम्रो लागि फाइदा भएको छ, तर भोलि पर्सि गएर हाम्रो लागि सबैभन्दा ठुलो कमजोरी पनि रहन सक्छ। त्यसैले हामीले सामाजिक सञ्जाललाई राम्रोसँग चलाउनु पर्ने हुन्छ। आज यदि प्रविधि नभएको भए आज म हजुरहरूको सामने यसरी उभिएर केही बोल्ने मौका पनि पाउँदैन होला, किनकि मगर समाज फुलबारीले नै प्रविधिको प्रयोग गरेर सामाजिक सञ्जालको प्रयोगबाट मलाई यस कार्यालयको अथवा भनौँ यस कार्यक्रमको जानकारी दिएको हुनाले आज म हजुरहरूको सामु उभिन पाएकी छु। अन्त्यमा म यति भन्न चाहन्छु, सामाजिक सञ्जाल र प्रविधि भनेको केवल उपकरण होइन, यो हो नयाँ सोच, नयाँ दिशा र नयाँ भविष्य। त्यसैले आउनुहोस् हामी सबै हातेमालो गरौँ प्रविधिको उज्यालोलाई सङ्घेटेर मगर समाजलाई एकीकृत शिक्षित र समृद्ध समाजको रूपमा रूपान्तरण गरौँ। जय मगर सङ्घ। धन्यवाद। नाम मात्रै थाहा छ है, यो हुनुहुन्छ शोभा थापा मगर। अगाडि आइदिनुको लागि म हार्दिक बधाई। त्यसै गरेर तृतीयमा उभिन सफल हुने प्रतीक्षा राणा मगर। आउनुहोस् अगाडि आउनु। दोस्रो हुने कुसुम आले मगर। अब प्रथम हुने को होला? यहाँ मैले बोल्दै पर्यो। प्रथम हुने पुनम थापा मगर र उहाँको प्राप्ताङ्क नम्बर रहेको छ 266.8। धेरै धन्यवाद शोभा थापाज्यू। यहाँले आएर दिन पनि यस्तै कार्यक्रममा गर्ने अपेक्षा सायद यहाँको उत्तर प्रगतिको कामना गर्न चाहन्छौँ र तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ प्रतीक्षा राणा मगर। उहाँको नम्बर रहेको छ, प्राप्ताङ्क नम्बर रहेको छ 267.5। उहाँलाई धेरै धन्यवाद, बधाई, शुभकामना व्यक्त गर्न चाहन्छौँ। दोस्रो स्थान द्वितीय स्थान प्राप्त गर्न सफल हुनुभएको छ कुसुम आले मगर। उहाँ रहनुभएको चन्द्र एकता मगर समाज क्षेत्रपुरलाई धेरै बधाई, धन्यवाद दिन चाहन्छौँ। उहाँको प्राप्ताङ्क नम्बर रहेको छ र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति यहाँलाई धेरै बधाई दिन चाहन्छौँ। प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ पुनम थापा मगर। उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौँ। प्रथम क्षेत्र थापा मगर स्मृति तथा मगर उत्तम प्रतिष्ठान भरतपुर सत्र 18बाट प्रतिनिधित्व गर्नुहुनेछ पुनम थापा मगरज्यू। उहाँको प्राप्ताङ्क सङ्ख्या नम्बर रहेको छ 283.7 अङ्क लिएर उहाँ प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ। सम्पूर्ण मगर समाज